तपाईको शुभ नाम के छ र तपाई कहाँ राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको गेम खेल्नु भएको छ? मेरो नाम चाहिँ शेख इरफान हो। म चाहिँ नेपालको प्रतिनिधित्व गर्दाखेरि सर्बियामा 2021 मा नेपालको प्रतिनिधित्व गर्दै खेलेको छु र 2024 मा बङ्गलादेशबाट गोल्ड मेडलिस्ट भएको छु। फर्स्ट बिकेएसपी कप इन्टरनेसनल टेक्वान्डो च्याम्पियनसिपमा बङ्गलादेशमा जुन भएको थियो, ढाकामा भएको थियो, त्यसमा गोल्ड मेडलिस्ट र नेपालको विभिन्न ठाउँबाट पनि गोल्ड मेडलिस्ट भएको छु र बनारस, पन्जाब जस्ता ठाउँमा पनि म गोल्ड मेडल जितेको प्लेयर नै हो। र नेपालमा खेलकुदप्रति सरकारको कतिको मतलब लगानी छ र कतिको फ्युचर छ नेपालका खेलाडीहरूको, र तपाईँ आफै अन्तर्राष्ट्रिय स्तरमा गेम खेलिसक्नु भएको छ, यो सन्दर्भमा तपाईँलाई कस्तो फिल हुन्छ अन्य राष्ट्रको सन्दर्भमा र आफ्नो राष्ट्रको लिएर? अरूको राष्ट्रको कम्पेयर गर्दाखेरि हाम्रो राष्ट्रमा अलिक कम नै भ्यालु छ र त्यति लगानी चाहिँ छैन। भ्यालु चाहिँ छ, रिस्पेक्ट चाहिँ छ प्लेयरहरूको, तर चाहिँ आर्थिक सहयोग चाहिँ गर्नमा धेरै सरकारको तर्फबाट केही पनि सहयोग त्यति आउँदैन, तर रिस्पेक्ट चाहिँ छ, आर्थिकमा अलिक कमजोर नै छ। जस्तै ताइक्वान्डोको लिएर आज क्रिकेट जस्तो गेम अन्तर्राष्ट्रिय जगतमा वाहवाही कमाइरहेछ, नेपाल एउटा इतिहास रच्दैछ, त्यस्तै तपाईँहरूको गेमले आगामी दिनमा कुन सोच लिएर अगाडि बढिराख्नु भएको छ? ताइक्वान्डो त एउटा धेरै पुरानो नै गेम हो। अहिलेसम्म नेपालको इतिहासमै नै ओलम्पिक जितेको गेम एउटा मात्र ताइक्वान्डो नै हो। ताइक्वान्डोमा नै एउटा ब्रोन्ज मेडल जित्नु भएको छ हाम्रो ताइक्वान्डो खेलाडीहरूले। यसले भन्दाखेरि यो चाहिँ दुईवटा सङ्घमा विभाजित भएर नै ताइक्वान्डो छुटिएको हो, एउटा नेपाल ताइक्वान्डो सङ्घ र एउटा राष्ट्रिय ताइक्वान्डो सङ्घ। यदि यो दुइटै एक भयो भने आगामी दिनमा क्रिकेट, फुटबल जस्तो त्योभन्दा पनि बढी नाम कमाउनेछ यदि दुईटा सङ्घ एक भयो भने। अब आगामी दिनमा राम्रै होस् भनेर यही शुभकामना छ। यो ठाउँमा तपाईँहरूले कति बालबालिकालाई, कति तपाईँको एकाडेमीमा गेम खेल्ने खेलाडीहरू छन् र कस्तो किसिमको ट्रेनिङ र कहिले तपाईँको आगामी कार्यक्रम छ? हाम्रो चाहिँ यसमा एडमिसन चाहिँ अहिले 50-60 जनाभन्दा बढीको छ, तर रेगुलर क्लास गर्ने आउँछन् 30-35 जना र गेम खेल्ने हाम्रो हुन गइरहेको यही 30 र 31 गते थर्ड पर्सा ताइक्वान्डो एकाडेमी फ्रेन्डसिप गेम, जसमा पर्सा ताइक्वान्डो एकाडेमीबाट 25 वटा खेलाडी सहभागी भइरहेको छ र चितवन, मकवानपुर, सर्लाही, रौतहट, रूपन्देही गरेर यस्तै 8-9 वटा टिम पनि आउँदैछ हाम्रै नागुवा पोखरा धर्मशालानिर। गेम चाहिँ 30 र 31 गते हो। कति बजेदेखि छ? यही उद्घाटन हाम्रो 11:30 बजेदेखि नै हो बिहान।